प्राय मण्डलीमा धेरैचोटि प्राय जस्तो नै विश्वासीहरूको गल्तीलाई चाहिँ विशेष गरी उजागर गर्ने गरिन्छ। विश्वासीहरूको गल्तीलाई चाहिँ देखिने गरिन्छ अनि उनीहरूको न्याय गर्ने गरिन्छ अनि उनीहरूलाई हामी यतिसम्म जज बनिदिन्छौँ विश्वासीहरूको जीवनको लागि कि उनीहरूलाई परमेश्वरको आराधना गर्न पनि यो डर लाग्ने बनाइदिन्छौँ। तर प्राय जस्तो हामीले याद गर्दाखेरि चाहिँ अगुवाहरूको गल्तीलाई चाहिँ हामी ओझेलमा राख्ने कामहरू गर्छौँ। अगुवाले गर्दै गरेको गल्तीलाई चाहिँ कसैले सुधार्न पनि चाहँदैन, कसैले भन्न पनि चाहँदैन, कसैले बोल्न पनि चाहँदैन, कसैले त्यो बारेमा बात गर्न पनि चाहँदैन अनि अगुवा आफैले पनि आफ्नो गल्तीलाई धेरैचोटि ओझेलमै राख्न चाहन्छ। दाउदले जस्तै जबसम्म नामान अगमवक्ता आएर दाउदको पाप देखाइदिएन, दाउदले के गर्यो भन्ने कुराको स्पष्टीकरण गरिदिएन, तबसम्म दाउदले आफ्नो पापको स्पष्टीकरण दिएकै थिएन अनि उनीले परमेश्वरतर्फ फर्केकै थिएन। अनि जब एक अगुवाले गल्ती गर्छ त्यो चाहिँ व्यक्तिगत कहिले पनि हुँदैन, त्यो चाहिँ जहिले पनि सार्वजनिक हुन्छ। जब एक विश्वासीले कुनै पनि गल्ती गर्छ या पापमा पठाउँछ उसले आफ्नो जीवनलाई त बर्बाद गर्छ नै अनि उसले आफ्नो जीवनलाई बर्बाद गर्नुको सट्टामा उसले त्यो आफूभित्र नै सीमित राख्न सक्छ एउटा विश्वासीले जब पनि गल्ती गर्छ भने। तर जब एक अगुवाले गल्ती गर्छ कहिले पनि यो चाहिँ व्यक्तिगत हुँदैन। अगुवाको गल्ती चाहिँ कहिले पनि व्यक्तिगत हुँदैन, जहिले पनि सार्वजनिक हुन्छ। यो अगुवाले जब गल्ती गर्छ या कुनै पनि पापमा पठाउँछ भने उसमा ठुलो जिम्मेवारी एउटा परमेश्वरले जुन चाहिँ दिनुभएको हुन्छ त्यो जिम्मेवारीप्रति ऊ विश्वासी बन्दैन अनि ऊ जिम्मेवारीदेखि भाग्न थाल्छ अनि उसले जुन भेडाहरूलाई जुन विश्वासीहरूलाई परमेश्वरले उसको रेखदेखमा दिएको छ, जुन चाहिँ क्षेत्रमा उसले काम गर्नुपर्ने हुन्छ, जुन चाहिँ क्षेत्रमा उसले मोनिटरिङ गर्नुपर्ने हुन्छ त्यो क्षेत्रमा इफेक्टिभ बनेर जाँदैन। यसैले आज धेरैचोटि अगुवाहरूको गल्तीको कारणले गर्दाखेरि धेरै मण्डली तहस नहस भएको छ, धेरै परिवारहरू तहस नहस भएको छ, धेरै परिवारहरू प्रभुमा दह्रो हुन सकेको छैन किनभने अगुवा धेरैचोटि दह्रो भइरहेको हुँदैन। धेरैचोटि प्रार्थनामा हरेक कुरामा स्पिरिचुअल एक्टिभिटिजहरूमा पनि अगुवा अग्रसर नहुँदा चाहिँ मण्डली कहिले पनि अग्रसर हुँदैन जस्तो लाग्छ मलाई। अनि अगुवाले जब गल्ती गर्छ तब चाहिँ धेरैचोटि विश्वासीहरू पनि त्यो गल्तीमा फस्ने ज्यादा चान्सेस हुन्छ है। एउटा निर्णयले अगुवाको एउटा गलत निर्णयले धेरै विश्वासीको जीवनमा त्यहाँनिर नकारात्मक प्रभावहरू पार्न सक्छ। जब हामी देख्छौँ प्रस्थानको 32 अध्यायमा जब हामी प्रस्थान 32 अध्यायलाई हेर्छौँ भने त्यहाँदेखि तल जब हामी आउँछौँ भने त्यहाँनिर इजरायलीहरूले यति साह्रो गनगन गरेको छ कि अब चाहिँ मोसा आउन ढिलो भएको छ। अब हामीलाई मोसा सायद त्यहाँनिर के भयो होला हामी जान्दैनौँ, यसैले अब हामीलाई चाहिँ तपाईँले अब हामीलाई यहाँदेखि उता दोहोऱ्याएर लानको लागि मूर्ति बनाइदिनुहोस्, दोहोऱ्याएर लानको लागि हामीलाई भन्नुहोस् भन्दाखेरि यहाँनिर जब हामी देख्छौँ कि प्रस्थान 32 अध्यायमा त्यहाँ हारुन एक अगुवा भएर त्यहाँ ठुलो गल्ती गरेको छ। जब इजरायलीहरूले त्यहाँनिर मोसा आउन ढिलो भयो भन्ने कुराहरू गर्छ अनि हारुनले विश्वासीहरूको कुरा सुनेर भनौँ न अहिलेको भाषामा भन्यो भने इजरायलीहरूको कुरा सुनेर त्यहाँनिर मूर्तिलाई बनाएको छ। अब तिमीहरूको कुण्डलहरू ल्याऊ, सुनहरू ल्याऊ भनेर त्यहाँनिर उसले के गरेको छ भन्नुहोस् त मूर्ति खडा गरेको छ अनि उसले चिनाएको पनि छ। त्यो मूर्तिलाई चाहिँ कसरी चिनाएको छ भन्दाखेरि चाहिँ यो मूर्ति नै हो, अब यो नै हो, तिमीहरूलाई एउटा बाछा बनाएको छ नि त्यहाँनिर होइन सुनको बाछा, यही बाछा हो, अब तिमीहरूलाई चाहिँ के गर्ने इजरायलीबाट मिश्रबाट निकालेर ल्याउने यो बाछा हो भनेर भन्दछ। यसैले त्यहाँनिर हामी देख्छौँ कि इजरायलीहरू त्यहाँदेखि परमेश्वरले त्यो कुराहरू देख्नुभयो, परमेश्वर त क्रोधित हुनुभयो, मोसा परमेश्वरसँगै हुनुहुन्थ्यो, परमेश्वर एकदमै क्रोधित बन्नुभएको छ, परमेश्वर एकदमै दुःखी बन्नुभएको छ। यो मान्छे त छाडा रहेछ, यो मान्छे त अट्टेरी रहेछ, यो मान्छे त ढिट रहेछ, यो मान्छेले त भनेको नसुन्ने रहेछ भनेर त्यहाँनिर परमेश्वरले भन्दछ। अनि मोसाले पछि गएर अर्ज बिन्ती गरेको कुरा पनि पाउँछौँ हामी। अनि यहाँनिर मोसाले भन्छ क्या इजरायलीलाई त हारुनले छाडा बनाएको रहेछ हैन, इजरायलले त हारुनले छाडा बनाएको रहेछ, अटेरी बनाएको रहेछ, नसुन्ने बनाएको रहेछ भनेर भन्दछ। हारुन पनि एक अगुवा थिए प्रिय, यो कुरा हामी याद गरौँ। मोसा सँगसँगै चमत्कार गरेको आश्चर्यकर्म गरेको परमेश्वरको शक्तिद्वारा लाल समुद्र तरेको उसले देखेको थियो, मोसाले लाल समुद्रलाई 2 भाग गरेको परमेश्वरको शक्ति देखेको थियो त्यहाँनिर, परमेश्वरले मन्ना झारिदिनु भएको कुराहरू हारुनले पनि देखेको थियो त्यहाँनिर। तर आज हारुनले त्यो गल्ती गर्नको पछाडि चाहिँ एउटा कारण चाहिँ के भन्दाखेरि प्रेसराइजमा आयो हारुन।
दबाउमा आयो। इजरायलीहरूको त्यत्रो ठुलो समुदायको है त्यत्रो ठुलो झुन्डको दबाउमा आएर उसले गल्ती गर्यो। फेरि आज अगुवामा म यहाँबाट पनि के उत्साह दिन चाहन्छु भने एउटा अगुवामा धैर्यताको फल हुन जरुरी छ। धैर्यता पवित्र आत्माको त्यो फल हुन जरुरी छ। हारूनले धैर्य गर्न सकेन, इजरायलीले धैर्य गर्न सकेन, इजरायलीले धैर्य गर्न सकेन, इजरायलीले त छोडिदियो, अब हारूनले धैर्य गर्न सकेन। अनि हारूनले धैर्य गर्न नसकेको कारणले गर्दाखेरि त्यहाँनिर उसले ठुलो गल्ती चाहिँ के गर्यो भन्दाखेरि परमेश्वरलाई नै रिप्लेस गरिदियो उसले। कति डेन्जर कुरा होइन, कति खतरनाक कुरा। परमेश्वरलाई नै उसले के गरिदियो, रिप्लेस गरिदियो। परमेश्वर अब जिउँदो परमेश्वर तिमीहरूको परमेश्वर जसले तिमीहरूलाई कनान देशमा लानको लागि प्रतिज्ञा गर्नुभएको छ, मिश्र देश तिमीहरू छोडेर आयो भनेर त्यहाँनिर भनेको छ होइन। मिश्र देशबाट निकाल्ने तिमीहरूको ईश्वर त हो भनेर रिप्लेस गरेको छ। कति डरलाग्दो कुरा। परमेश्वरले जहिले पनि मूर्ति पूजा चाहिँ के गर्नुहुन्थ्यो, घृणा गर्नुहुन्छ अनि घृणा गर्नुहुन्छ होइन। आज हारूनले चाहेको भए, हारून एक अगुवा भएर हारूनले यदि चाहेको भए हारूनले यसो भन्न सक्थ्यो, हामीले मोसालाई पर्खाउ, परमेश्वरसँग ऊ छ, ऊ आउँछ। हारूनले चाहेको भए तिमीहरू नअत्ता भन्न सक्थ्यो। हारूनले चाहेको भए यसो गर्नु गलत हो भन्न सक्थ्यो। हारूनले चाहेको भए अब हामीले अब मोसा त आएको छैन, तर अब हामी नै यहाँनिर के गरौँ, कसरी हुन्छ म्यानेज गरौँ भनेर मान्छेहरू उसले खटाउन सक्थ्यो। हामीले अब यो सिचुएसनलाई ह्यान्डल राम्रोसँगले गर्नुपर्छ, परमेश्वरलाई त्याग्नु हुँदैन भन्ने कुरा भन्न सक्थ्यो। तर हारूनले चाहेन। हारूनले त्यहाँनिर के गरेको छ भन्दाखेरि इजरायलीहरूलाई त्यसको सट्टामा मूर्ति बनाइदिएको छ अनि उसले चिनाइरहेको छ, यही नै हो अब उसले यसले नै तिमीहरूलाई कहाँ लान्छ, कनानमा लान्छ, यिनीहरूले नै तिमीहरूलाई दुध र मह बग्ने देशमा लान्छ भनेर भनिरहेको छ। प्रिय आज म तपाईँहरूलाई विशेष गरी अगुवाहरूलाई, हामी जति पनि मण्डलीमा रेस्पोन्सिबिलिटी पाएका छौँ, जति पनि रेस्पोन्सिबल अगुवाहरू छौँ, हामीले कहिले पनि यो गल्तीहरू नगरौँ है। आज हाम्रो गल्ती अनदेखा भयो भन्दा पनि हामीले गल्ती गरी नरौँ, किनभने तपाईँ अनि मेरो अगुवाहरूको सानो एउटा गल्तीले मण्डली फुट्न सक्छ, सानो एउटा गल्तीले मण्डली तोडिन सक्छ, सानो एउटा गल्तीले धेरै आत्माहरू नर्क पाउन सक्छ, सानो एउटा गल्तीले तपाईँको जीवन, तपाईँको परिवारको जीवन तहस नहस हुन सक्छ। यसैले आज हामीले जहिले पनि विश्वासीको गल्तीलाई कोटाउने होइन है। जहिले पनि विश्वासीको गल्ती यो गरेको छ, त्यो गरेको छ, यस्तो गरेको छ, त्यो गरेको छ, यो खाएको छ, त्यो खाएको छ होइन। तर आज तपाईँ अनि म चाहिँ कस्तो छौँ परमेश्वरको दृष्टिकोणमा, परमेश्वरले हामीलाई कसरी हेर्दै हुनुहुन्छ, हाउ वी आर लिडिङ द पिपल द्याट वी आर रेस्पोन्सिबल है, त्यो कुराहरूलाई हामीले बहुत ध्यान दिन जरुरी छ। यसैले आज म उत्साह दिन चाहन्छु मानिसहरूलाई हारूनले जस्तो छाडा बनाउनु हुँदैन, तर मोसाले जस्तै अलिकति रिसाएर हुन्छ, कसरी हुन्छ ठिक बाटोमा मार्गमा ल्याउने काम तपाईँ अनि मलाई परमेश्वर सुम्पनु भएको छ। प्रभुलाई धेरै धन्यवाद होस्। फेरि पनि सबैलाई जय मसीह।